गाइज हाम्रो चाहिँ बुढीले कपडा नधेर चाहिँ यत्रो कपडा जम्मा गरेर राखेको चाहिँ अब चाहिँ म चाहिँ धुन जानु लाग्यो टक्क लगाएर वासिङ मेसिनमा जाने बुढी चाहिँ यहाँ चाहिँ सिरानीको खोलमा चाहिँ छोरोले हगेर खोल निकालेर यहाँ बाथरुममा चाहिँ भरेर राखेको छ नि त अब लिएर चाहिँ कपडा टक्क जानु पऱ्यो वासिङ मेसिन हाल्नु पऱ्यो है बुढी सामान निकाल अनि गाइज हामी चाहिँ बुढाबुढी छोरा टक्क लगाएर चाहिँ अब चाहिँ एक बाल्टी कपडा टन्नै लिएर हिँड्न लाग्यो अनि हामी चाहिँ अब टक्कै हिँड्न लाग्यो गाइज अब हामी चाहिँ माथि सर जाने हो कि लिफ्टमा जाने कि हिँडेर जाने लिफ्टमा जाने कि हिँडेर जाने हो अनि गाइज यहाँ चाहिँ टक्क बटन थिच्यो अब चाहिँ हामी माथि जानु लाग्यो लिफ्टमा नगरकै त्यो किसको लागि थाहा तँलाई त्यतिकै चलाउँछ यो के को लागि इमर्जेन्सी उयो लिफ्ट नेपाली नेपाली हो त्यो बाहिरको केटी टक्क चाहिँ हेर्दैन चिनिन्न क्या अब चाहिँ टक्क हामी चाहिँ लिफ्टमा जानु लाग्यो बुढाबुढी छोरा बुढी चाहिँ डुममा परेको हुन्छ जहिले नि बुढी चाहिँ टक्कला नाच्दैछ लिफ्टमा क्यामेरा छ कि छैन भने थाहा छैन यसलाई चाहिँ अनि मेरो छोरा कहीँ नि के हो अनि गाइज हामी चाहिँ अब पुग्यो लिफ्टबाट माथि आइयो सर अनि यता आउने फेरि सर यहाँ आइयो अब यहाँ चाहिँ सर हेर्न सक्नुहुनेछ तपाईँहरूले कस्तो भ्यू छ भन्ने यो चाहिँ हामी चाहिँ चेन्नाईमा हो खै कहाँ छ खै वासिङ मेसिन आफूले देखि होइन आफू पहिलोचोटि आएको ढक्का बुढीलाई सोधेर चाहिँ अब यहाँ रहेछ कपडा हाल्न लाएर रहेछ कसको बु यहाँ एउटामा चाहिँ कपडा हालेको छ जस्तो लायो अनि यो चाहिँ टाइम भइसकेको रहेछ अझ निकालेको रहेनछ यहाँ हाले होइन यहाँ चाहिँ हामीले धुन पऱ्यो भनेको अनि हामीलाई चाहिँ मलाई चाहिँ अब थाहा छैन यहाँ चाहिँ अब कहाँ हाल्छन् सर्फ ओइल सर्फ एक्सेल लिक्विड कहाँ हाल्छ मलाई भन्नु चाहिँ मलाई थाहा छैन कस्तो के हो भन्ने कुरो यसको चाहिँ अब बुढीलाई थाहा छ कि छैन हेर्न यताउता मलाई थाहा छैन कि यसको टक्क लगाएर चाहिँ भेट्यो कहाँ हाल्न पर्ने रहेछ भनेको त यसको साथीले कोही चाहिँ यहाँ हाल्न पर्ने रहेछ अब पहिला चाहिँ कपडा टक्क लगाएर हालिदिनु न त सेकेन्ड हालौँ टक्क एउटा दुईवटा तिनवटा चार कपडा चाहिँ गाइस यस्तरी हाल्न पर्ने रहेछ अब मलाई चाहिँ थाहा छैन पहिलोचोटि हालेको नि त एक घन्टा टक्क लगाएर अब गाइस हामीले चाहिँ कपडा टक्कै हालिदियो अब चाहिँ यहाँ सकेको छ हाल्नु टक्क लगाएर त देखायो मलाई पहिला चाहिँ हामीले ठिकै छ नि त